हाम्रो सात तोर जुत्ता फाटेको छ अनि तपाईहरु यसरी अराजक कुरा गर्न मिल्छ सिंहदरबार जलाउने भन्नुहुन्छ सिंहदरबार जलाउने भन्नुहुन्छ यो अराजक कुरा गर्न मिल्छ तपाईहरु बौद्धिक मान्छेले कुरा नभएपछि के अनि के हामी बौद्धिक वर्ग भन्ने चुप्लाएर बस्छ अब चुप्लाएर बस्छ यसरी बोकेर हिँड्ने हाम्रो कुरा नसुन्ने यसरी हिँडेर हुन्छ अस्ति 15 गतेको आन्दोलनले जलाएर त्यत्रो मान्छेहरु मर्यो तपाईहरु फेरि जलाउने फरक छ हामी त कति दिन बस्यो तपाईहरु जलाउने कुरा गर्दै हुनुहुन्छ कसरी फरक भयो सरकार मुर्दाबाद त्यो ठाउँमा हजुरले बसेर सोच्नु डन्ट माइन्ड हैन हामी पनि 14 बन्दै तपाईहरुसँगै छौं तपाईहरुसँगै छौं हामी पनि तपाईहरुसँगै छौं म्याम के भन्नुहुन्छ ह्यापी न्यू इयर टु होइन सरकारले के गर्नुहुन्छ तपाईहरु मर्न तयार मरेर सिँचाइ अनि के काम त म्याम अब तपाईहरु विद्यालयमा हुनुपर्ने यसरी सडकमा हुनुहुन्छ यो बाध्य सिर्जना कसले गर्यो अब वैशाख 15 गतेबाट देशभरिका स्कुलहरु लाग्छ सुरु हुन्छ अब 2 गतेबाट त भर्ना सुरु भयो 15 गतेसम्म तपाईहरुको भर्ना हुन्छ हैन